So what's up guys, welcome to my new vlog. This is Sugam Giri from सिन्धुपाल्चोक हैन। अनि आज चाहिँ म सिन्धुपाल्चोकमै छु। अनि आज चाहिँ हामी बिटा लाउन जाँदै छौं हैन। अनि बिटा लाको यो धानको परालहरु बोकेको हामी भिडियो देखाउन गइरहेको छौं। अनि यहाँ चाहिँ एउटा सानो झरना जस्तो छ हैन, त्यति ठुलो छैन, हेर्न मजा पनि आउँदैन, त्यही यसो देखाउँछु है तपाईहरुलाई। सो यो छ यहाँ चाहिँ नर्मल गाडीहरु जस्तै बस पनि आउँछ आउन त। अहिले चाहिँ सानो गाडी, स्कुटर, बाइकहरु हैन आइराको छ। अनि यहाँ चाहिँ दुई जना गुइठेहरु छन्, यिनीहरु चाहिँ चाहिने सामानहरु बोकिरहेको छन् हैन। वहाँ गएर यस्तो कामसाम गर्नु पर्यो हैन, फ्रेश हुनु पर्यो। अनि म चाहिँ पुरै भिलेज लाइफ इन्जोय गर्दै छु हैन। अनि भिलेज लाइफ यो लोकल खानेकुराहरु खाएर जस्तै अमलाहरु खाँदैछौं वहाँ गएपछि। सो किप वाचिङ माई भिडियो टिल द एन्ड गाइज। मलाई चाहिँ यहाँ भाइहरुले यो एटीएम भनिदिएको छन् हैन। हाम्रो जमानामा चाहिँ पहिला यो पिङ्की मधुहरु भनेर आउँथ्यो। अनि यसको टेस्ट चाहिँ एकदम त्यो पराक खाएको जस्तै हुन्छ। यसको चाहिँ कस्तो हुन्छ हेरौँ है, म फेरि खाँदै छु। यो एकदम गुलियो हुँदो रहेछ, पराक चाहिँ गुलियो हुँदैन, चाहिँ अलिक गुलियो हुन्छ। अनि हुन्छ नि सेम पराक खाएको जस्तै भाइ आउँदो रहेछ क्या। यहाँ चाहिँ पुरै रोडै पिच गरेको छ है, हाम्रो बारीसम्म जाने बाटो पनि। इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट हुँदैछ हाम्रो गाउँमा नि। गाइज यहाँ चाहिँ पानी, पिउने पानी उपलब्ध रहेछ हैन। अब म यहाँको पानी टेस्ट गर्न गइरहेको छु। यो घडी चाहिँ खोल्छु, फेरि पानी पर्छ घडीमा हैन। यहाँ त माछा छ है। एकदमै गर्मी छ अनि पानी चाहिँ एकदम चिसो छ है यहाँको। यति भिजाएपछि मलाई अब गर्मी फिल हुँदैन। यहाँ चाहिँ माछा छ हैन, नचिक्नु भाइ। अब चाहिँ हामी मुख धोएर आइसक्यौँ हैन, एकदम फ्रेस भयौँ। यहाँतिरको सिन चाहिँ दामी रहेछ। हामी यहाँ हेर्न आइरहेको छौँ। एउटा भिर छ अनि यता झरना छ, यहाँबाट पानी आइरहेको छ हैन। अनि यो चाहिँ एकदम डेन्जर सिन भएको ठाउँ हो। पहिला चाहिँ मेरो भिडियो आएको थियो यो ठाउँबाट, रिल्स, सर्ट रिल्स। अनि यहाँ चाहिँ पहिरो गएको छ। गाइजहरु हामी चाहिँ यहाँ जङ्गलको बाटो हिँड्दैछौँ हैन। अनि तपाईहरुलाई एउटा कुरा थाहा छ कि थाहा छैन, सिन्धुपाल्चोकको फर्स्ट पर्सन टु गेट 1,10,000 भ्युज मिस्टर सुगम गिरी मै हो। म चाहिँ 1,10,000 भ्युज पाउने पहिलो व्यक्ति हो है यो सिन्धुपाल्चोकको। एकदम प्राउड फिल भइरहेछ मलाई यो मोमेन्ट प्रति। अनि जे होस् खेत जानको लागि चाहिँ पिच रोड खोलिदिएको छ कि। गाइज मैले चाहिँ यहाँ अमला टिपेर ल्याइसकेँ हैन। एकदम रुखमा चढेर यो अमला टेस्ट गर्न जाँदैछु म। कस्तो तितो छ अमला। अनि यो अमला खाएपछि चाहिँ पानी खानुपर्छ, एकदम गुलियो टेस्ट आउँछ। हामी यत्रो झुप्पै टिपेको मैले दिदीहरूलाई, भाइहरूलाई, सबैलाई। अब खुसी हुन्छन् उनीहरू।
गाइजहरु हामी चाहिँ यहाँ खेतमा आइसक्यौं हैन अनि हामीले यो काम गर्ने बेला लाउने लुगाहरु नि फेरिसक्यौं यहाँ चाहिँ बाटोमै यस्तो पानी नै पानी छ हैन हामी चाहिँ जाँदैछौं आछु किसो छ त ल अनि त्यहाँ स्विमिङ पुल त हैन यसो पौडी खेल्ने ठाउँ पनि छ भन्दै थियो भाइले अनि हामी चाहिँ त्यहाँ जाँदैछौँ हैन ढलान पनि गरेको छ अरे पहिला चाहिँ अब एउटा पोखरी जस्तो हुन्थ्यो त्यहाँ तल माटो हुन्थ्यो अहिले चाहिँ ढलान गरेको छ भन्दै थियो त्यही भएर हामी त्यहाँ हेर्न जाँदैछौँ यहाँबाट चाहिँ पानी ल्याउने हो यहाँ अहिले चाहिँ यहाँ कोही पनि खेल्ने मान्छे नभएर पुरै पानी फोहोर भइसकेको रहेछ यो पानीलाई चाहिँ हामीले फेरेर फेरि सफा पानी राखेर पौडी खेल्न सकिन्छ हैन यो कति जस 4 फिट जतिको छ यहाँ अहिले चाहिँ अब यो पौडी सौडी खेलिँदैन यस्तो फोहोर पानीमा हामी चाहिँ जस खुट्टा भिजाउन भए पनि हुन्छ यो पानी यस्तो फोहोरमा त के खेल्नु पौडी हैन अहिले चाहिँ यहाँ यस्तो छ अनि यहाँको सिन यस्तो छ गाइजहरु हामीलाई काम गर्ने बेला तिर्खा लाग्छ नि त्यही भएर हामीले चाहिँ यहाँ खाने पानी थाप्दैछौँ बोतलमा यहाँ भाइले थाप्दैछ के गरिरह के गरे भाइ त्यो चाहिँ एउटा फिल्टर गर्ने एउटा प्रोसेस हो अरे है यहाँ विकेशले गर्दैछ यहाँ पानी थाल्दैछ यसले चाहिँ अनि म चाहिँ यहाँ अहिले तलदेखि माथिसम्म हिँडेर आएको अनि अहिले यति गर्दै थाकिसकेँ अब काम गर्ने बेला त म झन् स्या हुन्छु है यस्तै छ भिलेज लाइफ हेर्दै गर्नु होला गाइज हामी चाहिँ यो धान बोक्न जानेछौँ होइन यहाँ गाड्यो क्या खुट्टा धान बोक्दैछौँ होइन गाइज एकदम रमाइलो भइरहेछ गाइज अनि यहाँ चाहिँ मैले धान बोक्दैछु होइन देख्न सक्नुहुन्छ तपाईहरु धान बोकेर जाँदैछु उता त्यो लक्ष्मीप्रसाद देवकोटाको एउटा कवितामा छ नि एउटा लाइन नगरी काम पुग्दैन खान साँझ र बिहान भने जस्तै त्यस्तै भइरहेछ हैन खानको लागि काम गर्नु परिहाल्यो म चाहिँ यहाँ काम गर्दैछु यहाँ राख्दिउँ हैन भाइ अब चाहिँ फेरि म अर्को लिन जाँदैछु हैन यस्तै छ
म बोकी पनि रहेको छु पैसा आउँछ पैसा हो राम्रोसँग गर है गाइस हाम्रो चाहिँ खाजा खाने टाइम भएको छ होइन अनि यहाँ चाहिँ काँक्रो छ आइरहेछ एकदम फेल न फेल चाँडो गाइजहरु यसरी जाँदैछौँ हामी गाडीको छतमा होइन यसरी सरर जाँदैछौँ हाम्रो अवस्था यस्तो छ दिदीले मलाई समात्दै हुनुहुन्छ होइन खस्छ कि भनेर अनि यस्तो छ होइन God, oh God. Bistari. Mommy. Hey. गाइस फाइनली आइएम सेफ है म चाहिँ यहाँ टक्क आइसकेँ होइन एकदम कोर्तको टपमा हामी छौँ अनि माउन्टेन जुगल पनि त्यता छ माउन्टेन जुगल हामी यहाँ सेफ भएर ल्यान्ड गर्दैछौँ अब ओसार्नीको काम चल्दैछ होइन यहाँ गुइठेहरूले ओसार्दैछन् दरङ यहाँ टक्क ल मोरालम फाइनल गाइज वी हेभ डन इट अनि यो चाहिँ एकदम स्केरी मोमेन्ट थियो मेरो लाइफभरि अनि फाइनली सकियो थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई सी यू इन नेक्स्ट विक